मलाई सम्झना छ पार्टी स्थापनाको सुरुका दिनहरूमा हाम्रो कुरा सुन्न आउने मानिसहरूको सङ्ख्या पनि यति पुर्याउन गाह्रो हुन्थ्यो। तर आज त्यति सङ्ख्यामा त हामी हाम्रा सांसदहरू सहित आज कार्यक्रम गरिरहेका छौँ। विश्वास त थियो, किनकि जनताको आँखाबाट कहिले पनि आफ्नो आँखा पर पुर्याइएन, जनताको आँगनबाट कहिले पनि टाढा भइएन। आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा जहिले पनि रहिरहन्थ्यो। हामीले जमिन छोडेका थिएनौँ, विश्वास त थियो। तर त्यो विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनुहुनेछ भन्ने कुरामा चाहिँ अलिकति कहीँ कतै केही न केही सोचिएको थियो। तर थाहा चाहिँ के थियो भने यो देश परिवर्तन चाहन्छ, मुलुकले परिवर्तन खोजेको छ र मुलुकले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र चाहिन्छ। सायद इतिहासको त्यो एउटा बिन्दुमा तपाईँ हामी आइपुगेका छौँ। आज म धेरै केही भन्नुभन्दा पनि तपाईँहरूलाई एउटा जिम्मेवारी महसुस गराउनको निमित्त यहाँ खडा भएको छु, गर्वका साथ खडा भएको छु। गर्वका साथ हामी भन्न सक्दछौँ कि हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। यस मानेमा रासुपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ। पार्टीका उपसभापतिज्यूहरू, महामन्त्रीज्यू, केन्द्रीय सदस्यज्यूहरू, नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यज्यूहरू, शुभचिन्तक, पार्टी परिवारका विभिन्न तह र तबकामा रहनुभएका साथीहरू र सञ्चार माध्यम मार्फत संसारभरि हाम्रा कुरा फैलाउनको निमित्त उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो अभिमुखीकरण कार्यक्रम वास्तवमा यो क्लोज क्याम्प जस्तो एउटा भित्र नै हामीले नै हाम्रा सांसदहरू बिचमा गरिने कार्यक्रम भए तापनि यो सम्बोधनलाई सञ्चारकर्मी साथीहरूको माध्यमबाट संसारभरि पुर्याउने निर्णय भएको हुनाले म हुन त लुकाउनु पर्ने कुरा हाम्रो के नै छ र, पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कडी हो। त्यही पारदर्शितामा उभिएर म तपाईँहरूलाई केही तिता मिठा कुरा बताउन गइरहेको छु। सधैँ मिठा कुरा गर्न पनि सकिँदैन, सधैँ तितो कुरो गरेर पनि हुँदैन। तर आज तिता र मिठा कुरा गरौँ। म छोटो धेरै लामो सम्बोधन गर्दिनँ। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला यो र कहीँ जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति होइन अलि बढी नै असर गरेको थियो। तर अब अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाई तपाईँहरूको अनुहारले देखाएको छ। तर तपाईँहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ, जनतासँग सधैँ भिजेको, असिन पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बिचमा एउटा ठुलो पर्खाल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्, किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा नमस्कार गरेर हामी पुगेका छौँ, भोलि तिमीले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौँ। होसियार, त्यो होइन। त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईँहरूले खुसियाली मनाउनु भएको छ। तपाईँहरूको निधारको अबिर पनि कतिको त नुहाउँदा नुहाउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिरमाला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईँको परिवार कति खुसी हुनुभएको छ नि, माननीय हुनुभयो भनेर। परिवार, आफन्त, देश विदेशमा ओहो कत्रो सेलिब्रेसन चल्यो होला। केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनुपर्छ। तपाईँलाई चुनेकोमा, मलाई चुनेकोमा, त्यो हाम्रो चुनौती हो। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर कहीँ कतै मानिसहरू त्यही ढङ्गले दौडधुप पनि मैले गरेको कहीँ कतै देखिरहेको छु। राजनीति त्यसै गरी चल्नेवाला छैन। नथिङ, कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सरलक्कै काँचुली फेर्ने हो। सरलक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ।
कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु, तपाईँलाई थाहा हुनुपर्छ, अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधौप यताउता यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरू। म आज अलिकति तितो कुरा गरिरहेको छु तपाईँहरूलाई। एज अ ल मेकर, कानुन निर्माताका रूपमा तपाईँको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौँ पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अडचनहरू भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो। र अर्को कुरा, धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन। जति समय राजनीतिमा रहेँ सबैभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नु पर्यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो। यो पार्टीलाई जन्मैदेखि कुल्चने कोसिस भयो, बचाउँदै लिएर आउन सक्यौँ। यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो। यो पार्टीको चुनाव चिन्ह नै भत्काइदिने गरी प्रहारहरू भए स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट जोगाएर ल्यायौँ। हामीले घन्टी बचायौँ, किनकि नेपाली जनताको लागि घन्टी बचाउनु पर्थ्यो, घन्टी बजाउनु पर्थ्यो। सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ, हामी डराएनौँ, हामी हल्लिएनौँ, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले 84 कोरेका थियौँ। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन एकैपटक 2/3 दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौँ ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमेटान नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा पुरे तपाईँ हामीलाई 36 महिना 36 दिन पनि गर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानुन निर्माताको रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन। गुट बनाएर काङ्ग्रेस एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीका मुनि सबै हटाउन सक्छौँ, घन्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर हविगत हुन्छ। यो कुरा म तपाईँलाई डे 1 मा बताउन गइरहेको छु। त्यस कारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पुरा गर्ने हो। तपाईँको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईँ हामीले बोक्ने हो। त्यसका लागि तपाईँ हामीलाई मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीदकी आमा, सामान्य कुरा होइन। यो देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईँलाई सुनाउँदैछु। तपाईँहरूलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बिच फाटो ल्याउन सकिन्छ कि भनेर
ठाउँ ठाउँबाट प्रयास भएको तपाईँहरू हेर्नुहुन्छ होला नि, समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गरज गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि त धेरै धेरै मत आएको छ नि, लाखौँ भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरू छन्, प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौँ। आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन। हामी मिल्न सकेनौँ भने, हामी स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईँले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि केही पनि भन्नु पर्दैन। हृदय ठुलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौँ। खालि यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौँ, तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि आफ्नो दङ्ग परिन्छ। तर त्योभन्दा अलिकति माथि उठ्नुपर्छ। तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईँले त्यस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारणले आफ्नो भूमिका परिवर्तन भएको छ। होइन जो कोहीलाई अझै पनि म अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म हिजोकै जस्तै भनौँ न, यदि जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थे त्यस्तै दिन्छु भन्ने जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन, अब म जिम्मेवार हुँ, अब मेरो भूमिका फेरिएको छ। यो देशका कानुनहरू मैले फेर्नु पर्नेछ, कानुनहरूमा संशोधन ल्याउनु पर्नेछ, नयाँ कानुनहरू ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नुपर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको फोर्स बिना भन्ने कुराको महसुस तपाईँलाई हुनुपर्छ। म तपाईँहरू अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईँले मात्र सुविधा प्राप्त गर्नु त्यो जायज होइन। सक्नुहुन्छ भने म बाध्यताकारी तपाईँलाई भन्दिनँ, महसुस गर्न सक्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म यहाँलाई बताउँछु, रासोपा स्थापना भएको 3.5-4 वर्ष पनि भएको छैन। यसबिचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। रासोपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार हो, यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हौँ। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भए तापनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने सरकार 2/3 छ, सङ्ख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, सङ्ख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरिकन रासोपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यसबिचको पातलो एउटा रेखा छ साथीहरू, त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईँहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर,
अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईँहरूलाई कडाइका साथ पालना गराउनेछ, किनभने परिवार ठुलो भएको छ। अनुशासित हुन सकेनौँ भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अघि पछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईँले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि कडाइका कुराहरू गर्यो, अलिअलि कारबाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईँलाई लागेको होला। लाग्नुपर्छ तपाईँलाई, किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठुलो जिम्मेवारीको महसुस तपाईँलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, निलो झन्डा फरफराउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रसभाभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठुलो यो परिवारलाई समायोजन गर्नको निमित्त, यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठुलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईँहरूको मिडिया प्रेजेन्सप्रति कहीँ कतै दुःख मनाउ गर्दिनँ, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईँले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईँको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौँ गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावकको हिसाबले तपाईँहरूलाई सचेत गराउन खोजेको हुँ। आजको यो भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठुलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। अब संसदको सेसन चलेभन्दा बाहेक तपाईँहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईँको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँको हुनेछ, किनकि तपाईँलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईँलाई सुख दिन होइन, तपाईँका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईँलाई भोट दिएर पठाएको। त्यसकारणले ठुला ठुला हल या ठुला ठुला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामी सांसद भयौँ भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन, अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भएँ भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौँ साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ, त्यतिखेर हामीले भनेका छौँ, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौँ। हामीले नागरिकसँग करार गरेका छौँ। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गऱ्यौँ भने हामी कमिटेड छौँ। यसपटक परिवर्तन गरेरै छान्ने हो, यसपटक काँचुली फेरेरै छान्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाईँहरूमध्ये कोही यहीँ भएकै हलहरूमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ, तर कृपया मन्त्री बनाइदिनुहोस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईँसँग उभिँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ।
कसैलाई तपाईँले भन्नु पर्दैन, हामीलाई थाहा छ, तपाईँहरूको विज्ञता थाहा छ, तपाईँहरूको क्षमता थाहा छ। कयौँ साथीहरू देखिए गर्नुहुन्छ, कयौँ साथीहरू छेकिए गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। कहिलेकाहीँ कसैले जति देखाउँछु भने पनि देखिँदैन, कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ। त्यसकारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरू र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कयौँ विषयका विज्ञ साथीहरू हुनुहुन्छ। म सञ्चारकर्मी साथीहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि राजसभाभित्रका 101 विज्ञ साथीहरू यो हलभित्र हुनुहुन्छ। अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति टिल्ट डाउन, टिल्ट अप, लेफ्ट राइट गर्नुभयो भने यो हलभित्र 101 विज्ञ साथीहरू हुनुहुन्छ है साथीहरू। त्यसकारणले आम नागरिकलाई ती साथीहरूबारे पनि जानकारी दिइदिनु होला है। चलेका, देखिएका, सुनिएका साथीहरू त छँदै हुनुहुन्छ, त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन् कि राजसभाभित्र यस्ता मान्छेहरू पनि रहेछन् भन्ने कुरा। यो मेरो सञ्चारकर्मी साथीहरूको उल्लेख्य उपस्थिति भएको हुनाले मेरो विनम्रतापूर्वक यहाँहरूलाई गरिएको अनुरोध हो। अब म लगभग आफ्नो भनाइको अन्त्यतिर आएको छु। उपस्थित साथीहरू, चुनावमा हामीले अत्यन्त दुःख गऱ्यौँ, तपाईँहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईँलाई लागेकै हुनुपर्दछ। चुनावका बेलामा जुन मेहनत तपाईँले गर्नुभयो त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईँहरूको काँधमा अत्यन्तै ठुलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नुहोला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर हामीले प्राप्त गरेका छौँ। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने यसपटक तपाईँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र अब खतरामा पर्छ कि कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शङ्का, भ्रम या आशंकाहरू कहीँ कतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। वी विल ह्यान्डल इट विथ केयर। हामी यसलाई एकदमै केयरफुल्ली यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौँ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ। हस्, फेरि पनि यहाँहरूलाई यो उपस्थितिका लागि, यो विजयका लागि र यो प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सबैको जय होस्। जय देश, जय घन्टी।